नेपाली राष्ट्रिय फुटबल टोलीका परिशिक्षक गुल्ली एल्मो एरिनाले लाओस विरुद्ध जित्नकै लागि मैदानमा उत्रिने बताएका छन्। एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको अन्तिम खेल मङ्गलबार नेपालले लाओससँग सामना गर्दैछ। खेलअघि प्री म्याच कन्फरेन्समा एरिनाले भने युवा र अनुभवी खेलाडीको सन्तुलनको साथ लाओस आएको छ, जितबाहेक अन्य विकल्प सोचेको छैनौँ। पहिलो पटक नेपालको टचलाइन सम्हाल्न लागेका एरिनाले यसपालि 5 नयाँ अनुहारलाई मौका दिएका छन्। यी खेलाडीले लाओस विरुद्ध मौका पाउन सक्ने एरिनाले सङ्केत देखाएका छन्। मेरो लक्ष्य युवा खेलाडीलाई निखार्नु हो, केही युवा खेलाडीलाई टोलीमा समावेश गरेको छु, लाओस विरुद्धको लागि तयारी छौँ। यसैगरी कप्तान किरण कुमार लिम्बुले पनि जित निकाल्नु नै प्रमुख उद्देश्य हुने बताए। मैदानमा उत्रिसकेपछि जित निकाल्नु नै प्रमुख लक्ष्य हुन्छ। राम्रो तयारी भएको छ, हामी कोचको रणनीति अनुसार नै प्रदर्शन गर्नेछौँ। नेपाल र लाओस विरुद्धको खेल नेपाली समय अनुसार 4:45 सुरु हुनेछ। प्रतियोगिताको समूह एएफमा रहेको दुवै टोली एएफसी एसियन कपको दौडबाट बाहिरिसकेको छन्। दुवै टोली सामान 5 खेल खेल्दा 3 अङ्क जोडेका छन्। हालसम्म नेपाल र लाओस 6 पटक एकअर्कासँग प्रतिस्पर्धा गरेका छन्, जसमा नेपालले 4 र लाओसले 1 खेल आफ्नो पक्षमा पार्दा 1 खेल बराबरीमा सकिएको थियो। एएफसी कप छनौट अन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा नेपालले 2-1 ले पराजित पारेको थियो।